हेलो भाइ बहिनीहरू। लास्ट टाइम हामीहरूले कनेक्टिभ टिस्यु भ्याएको थियौँ लास्टको भिडियोमा, र त्योभन्दा पनि अघिल्लो भिडियोमा एफएसएलएल टिस्युका क्वाड प्लस रिभिजन भ्याएको थियौँ। र अझ हामीहरूको एनिमल टिस्युको लास्ट पार्ट हुनेछ र यसमा मस्कुलर टिस्यु एज वेल एज नर्भस टिस्यु भ्याउनेछौँ। सो स्टार्ट गरौँ है त। सुरुमा मस्कुलर टिस्युको थोरै रिभिजन गरौँ, त्यसपछि क्वेसनतिर जाऊँ ल। सो हियर इज मस्कुलर टिस्यु है त। मस्कुलर टिस्युका के प्रोपर्टी छन्, कस्ता प्रोपर्टी मसलहरूमा हुँदो रहेछ। फर्स्ट प्रोपर्टी इज एक्साइटेबिलिटी। एक्साइटेबिलिटी भन्नाले जब मसलमा कुनै पनि खालका स्टिमुलस आउँछ त्यसले डिप अन्डरगो डिपोलराइजेसन टु सो दियर इफेक्ट देखाउँछ, रेस्पोन्स देखाउँछ, त्यसैले एक्साइटेबिलिटी भयो। अर्को कन्ट्र्याक्टेबिलिटी, मसल कन्ट्र्याक्ट गर्छ, मुभमेन्ट गर्दाखेरि कन्ट्र्याक्सन रिल्याक्सेसन भएर त मुभमेन्ट हुन्छ, त्यसैले कन्ट्र्याक्ट हुन्छ। कन्ट्र्याक्सन हुँदाखेरि मसलको थिकनेस बढ्छ, एन्ड एक्सटेन्सिबिलिटी, कन्ट्र्याक्ट भए जस्तै एक्सटेन्ड पनि भइरहेको हुन्छ मसल। एन्ड वान लास्ट प्रोपर्टी इज द इलास्टिसिटी। इलास्टिसिटी भन्नाले आइदर कन्ट्र्याक्सन भए तापनि एन्ड एक्सटेन्सन भए तापनि इलास्टिसिटी यस्तो प्रोपर्टी हो, अब कन्ट्र्याक्सन भयो भने अब आफ्नो ओरिजिनल स्टेटमा आउन सक्छ र एक्सटेन्स भए पनि आफ्नो ओरिजिनल स्टेटमा आउँछ ड्यु टु द प्रोपर्टी अफ द इलास्टिसिटी। ओके, सो हामीहरूको अब मेन इम्पोर्टेन्ट चाहिँ मसलहरूको टाइप हुन्छ। हेर मसलको टाइपमा के प्रोपर्टिज हुन्छन्, कस्ता कस्ता खाली मसलमा। सो लेट्स गो टु आर द डिफ्रेन्स बिट्विन थ्री टाइप्स अफ द मसल, द्याट इज स्केलेटल मसल, स्मुथ मसल, कार्डियाक मसल। सुरुमा लोकेसन हेरौँ न त। स्केलेटल मसलको लोकेसन चाहिँ एट्याच टु द बोनमा एट्याच भएको हुन्छन् र मुभमेन्टमा हेल्प गर्ने भनेको स्केलेटल मसल भयो। अर्को स्मुथ मसल चाहिँ इन्टर्नल अर्ग्यानको वालहरूमा पाइन्छ, जस्तै अब ब्लड भेसलको मिडल लेयरमा पाइने भयो, जिआई ट्र्याकमा पाइने भयो, युटेरसमा पाइने भयो, एन्ड सिमिलरली गाल ब्लाडरमा पनि पाइने भयो। एन्ड टकिङ अबाउट द कार्डियक मसल चाहिँ हर्टमा पाइन्छ मात्रै, अरू कुनै पनि ठाउँमा पाइँदैन, हर्टको बादमा पाइन्छ। एन्ड लेट्स टकिङ अबाउट द एपियरेन्सेस। देयर इज द स्ट्रिएसन इन द स्केलेटल मसल भन्नाले अब भिजिबल लाइट ब्यान्ड, डार्क ब्यान्ड जब माइक्रोस्कोपमा देख्छौँ भने त्यो लाइट र डार्क ब्यान्ड छुट्टै छुट्टै देखेको हुन्छ। बट वेन यु आर टकिङ अबाउट द स्मुथ मसल स्ट्रिएसन हुँदैन, युनिफर्म एपियरेन्स हुन्छ। एन्ड कार्डियक मसलमा पनि स्ट्रेटेड हुन्छ। एन्ड सेल सेप र न्युक्लियसको बारेमा कुरा गर्दाखेरि स्केलेटल मसल चाहिँ लङ हुन्छ, सिलिन्ड्रिकल हुन्छ, अनब्रान्च हुन्छ र युनिसेलुलर हुन्छ। वेयर इज न्युक्लियसको कुरा गर्दाखेरि इट इज मल्टिन्युक्लिएटेड एन्ड द न्युक्लियस एरेन्ज इन द पेरिफेरल अथवा एजहरूमा पाइने गर्छ। अहिले फिगर हेरौँ ल। एन्ड स्मुथ मसलको कुरा गर्दाखेरि स्पिन्डल सेपको हुन्छ। स्पिन्डल सेप भन्नाले अब यस्तो सेप भयो, यस्तो सेपको हुन्छ र सेन्ट्रली प्लेस्ड युनिन्युक्लिएटेड हुन्छ, न्युक्लियस सेन्टरमा यस्तो प्लेस्ड भएको हुन्छ। एन्ड वेयर इज टकिङ अबाउट द कार्डियक मसल चाहिँ ब्रान्च हुन्छ र सिलिन्ड्रिकल सेप हुन्छ, युनिन्युक्लिएटेड हुन्छ, सेन्ट्रल। बट कार्डियक मसल समटाइम क्यान बी बाइन्युक्लिएटेड है, बाइन्युक्लिएटेड समटाइम्स मात्रै, त्यसैले युनिन्युक्लिएटेड नै इक्जाम आयो भने युनिन्युक्लिएट इज द बेटर अप्सन। एन्ड कन्ट्रोल केले गर्छ यो मसललाई हेर्दाखेरि इट इज भोलुन्टरी कन्ट्रोल, सोम्याटिक नर्भस सिस्टमले कन्ट्रोल गरेको हुन्छ। वेयर एज स्मुथ मसललाई इन्भोलुन्ट्री अटोनोमिक नर्भस सिस्टमले गरेको हुन्छ। एन्ड सिमिलरली कार्डियक मसल पनि इन्भोलुन्ट्री हुन्छ, किनभने अब ब्रेनले अब हामीले हर्ट काम गर भन्दाखेरि गर्ने होइन, अथवा काम गर्न छोडिदियो भनेर छोडिदिने होइन, किनभने यो इन्भोलुन्ट्री हुन्छ, हाम्रो एक्सनमा डिपेन्ड गर्दैन, एटोनोमिक नर्भस सिस्टमले कन्ट्रोल गरिरहेको हुन्छ। सो लेट्स सी द फिगर अफ द मसल। हियर इज द फिगर। अब हेर कार्डियक मसल हेर्दाखेरि यता ब्रान्चिङ र युनिन्युक्लिएटेड छ र सेन्टर अफ न्युक्लियस हुन्छ, किनभने अब एजमा हुँदैन, बिचमा हुन्छ भन्न खोजेको। एन्ड स्मुथ मसलमा हेर, स्मुथ मसलमा पनि सेन्ट्रली प्लेस्ड न्युक्लियस छ र स्पिन्डल सेपको छ र यसमा स्ट्रेसन कुनै पनि खालको स्ट्रेसन देखिँदैन, किनभने यो युनिफर्म डिस्ट्रिब्युसन हुन्छ। अब स्केलेटल मसल हेर्दाखेरि यता हेर त यो एजमा किनारमा न्युक्लियसहरू सिचुएटेड छन्, यहाँ पनि किनारमा छ, यो पनि किनारमै छ, अगाडिपट्टिको किनारमा। एन्ड यसमा स्ट्रेसन देखिन्छ। मैले जुम गर्दाखेरि अहिले पछि फर्दर हेरौँ ल। हेर यो स्ट्रेसन देखिन्छ, डार्क ब्यान्ड, लाइट ब्यान्ड, डार्क ब्यान्ड, लाइट ब्यान्ड, यस्तो स्ट्रेसन पनि भिजिबल हुन्छ।
So these are the difference between three muscles. So let's move toward the skeletal muscle, किनभने अब एक्जाममा skeletal muscle देखि थुप्रै क्वेशनहरु बन्न गर्छन्. एन्ड लेट्स सी फर्स्ट अफ द मसल स्ट्रक्चर हेर. मसलमा अब जेनरली हेर्दाखेरि यो चाहिँ मसल फाइबर्स भयो, सिंगल मसल फाइबर र यो मसल फाइबरलाई कभर गर्ने हामीसँग endomysium हुन्छ. Covering of the individual muscle fiber is known as endomysium. Similarly, अब यता हेर त यहाँ ग्रुप अफ द मसल फाइबर, यो ग्रुप अफ द मसल फाइबर एरेन्ज भएका छन् र यसको वरिपरि एउटा कभरिङ छ र त्यो कभरिङलाई हामीले के भन्छन्? पहिला यो ग्रुपलाई फेसिया भन्छन्, मसल फेसिकल भन्छन् र मसल फेसिकलको कभरिङलाई पेरिमाइसियम भन्छन्. पेरिमाइसियम. एन्ड टकिङ अबाउट द होल कभरिङ अफ द मसल्स, एउटा बल्क अफ द मसल, थुप्रै मसल फेसिकल्सहरु मिलेर एउटा मसलको होल बन्डलले भन्छ र त्यो बन्डलको कभरिङलाई हामीले के भन्छ? यसको कभरिङलाई इपिमाइसियम भनिन्छ. ओके. सो अब अरु कुराहरु हेर्दाखेरि जब हामीले इन्डिभिजुअल मसल फाइब्रिललाई हेर्यौं नि, जस्तै अब यो इन्डिभिजुअल मसल फाइब्रिललाई जुम गर्दाखेरि हेर्दाखेरि यहाँ जेड लाइन देखिन्छ. यो चाहिँ जेड लाइन भयो, जेड लाइन, यो पनि जेड लाइन र दुईटा जेड लाइनको बीचको स्पेसलाई सार्कोमियर भनिन्छ. The distance between two Z line is known as the sarcomere, and sarcomere is the functional unit of muscle. किनभने कन्ट्र्याक्सनको बेलामा each sarcomere कन्ट्र्याक्ट भएको हुन्छ ड्युरिङ मसल कन्ट्र्याक्सन. सो इट इज द फंक्शनल युनिट अफ द मसल. एन्ड अरु हेर्दाखेरि हामीहरु यहाँ अरु हेर्न सक्छौं कि यो जेड लाइन देखि यो जुन कालो कालो लाइनहरु छन् यो चाहिँ एक्टिन फिलामेन्ट हो. जेड लाइनमा एट्याच हुने भनेको एक्टिन फिलामेन्ट हुन् र एक्टिन फिलामेन्टको बीचहरुमा यो जुन छ यो स्ट्रक्चर यो मायोसिन फिलामेन्ट हो. अहिले यसको बारेमा पनि हामीले डिटेलली डिल गर्ने नै छौं. सो दिस इज द स्ट्रक्चर जनरलमा. सो फिलामेन्टहरुको कुरा गर्दाखेरि यहाँ थिन फिलामेन्ट हुन्छ. थिन फिलामेन्टलाई हामीहरुले एक्टिन भनियो र थिक फिलामेन्टलाई मायोसिन भनियो. अब हेर त थिन फिलामेन्टको कम्प्लिट डिस्टेन्सलाई आई ब्यान्ड भनिन्छ र ए ब्यान्ड भन्नाले देयर इज ओन्ली थिक फिलामेन्ट. एन्ड दिस इज द जेड लाइन, एन्ड द डिस्टेन्स बिट्विन द जेड लाइन इज द सार्कोमियर. एन्ड यो आई भन्नाले आइसोट्रोपिक ब्यान्ड भयो, आइसोट्रोपिक ब्यान्ड. यो चाहिँ एनाइसोट्रोपिक ब्यान्ड, र एनाइसोट्रोपिक ब्यान्डलाई डार्क ब्यान्ड भनिन्छ, व्हेरेज आइसोट्रोपिकलाई लाइट ब्यान्ड भनिन्छ. ओके. सो there is in A band there is also H band पनि हुन्छ. H band भन्नाले A band को लेस डेन्स भएको एरियालाई हामीहरुले H band भनियो र H band भित्र पनि एउटा पातलो लाइन हुन्छ, एउटा न्यारो डेन्स लाइन हुन्छ जसले H लाइनलाई बाइसेक्ट गरेको हुन्छ. दैट लाइन इज नोन एज द M लाइन. ओके. M लाइनको अब लेख्दाखेरि thin, narrow and dense, एकदम डेन्स हुन्छ लाइन that bisect the H band. अरु इम्पोर्टेन्ट कुराहरु के छ भने जस्तै जब मसल कन्ट्र्याक्ट गर्छन् त मसल कन्ट्र्याक्ट गर्दाखेरि यो इम्पोर्टेन्ट कुरा लेखिहालौं. ड्युरिङ मसल कन्ट्र्याक्सन के हुन्छ त?
यसमा फर्स्ट पोइन्ट के लेखा भने लेन्थ अफ ए ब्यान्ड अलवेज रिमेन सेम। किनभने ड्युरिङ मसल कन्ट्र्याक्सनमा के हुन्छ भने यो जुन थिन फिलामेन्ट हुन्छ, यो थिन फिलामेन्ट, यो थिक फिलामेन्ट जुन मायोसिन छ, मायोसिन ओभर मायोसिन दिस एक्टिन इज स्लाइडेड सो द्याट द ए ब्यान्ड भनेको कम्प्लिट मायोसिनको लेन्थलाई ए ब्यान्ड भनियो, बट आई ब्यान्ड भन्नाले कम्प्लिट यो नर्मल केसमा कम्प्लिट एक्टिन ब्यान्डलाई भनियो, एक्टिन फिलामेन्टलाई भनियो। बट ड्युरिङ द मसल कन्ट्र्याक्सन जब कन्ट्र्याक्ट हुन्छ तब ए ब्यान्ड रिमेन सेम, त्यसमा नो चेन्जेस हुन्छ। while the length of I band चेन्जेसमा अब जेनरली कन्ट्र्याक्सनको टाइममा डिक्रिजेस। किनभने अब लेट इक्जाम्पल, जब मसल कन्ट्र्याक्सन भयो सम पार्ट अफ दिस एक्टिन फिलामेन्ट स्लाइडेड ओभर द मायोसिन गर्दाखेरि यो सर्ट हुन जान्छ। सर्ट भयो भने अब यति मात्रै आई ब्यान्ड बच्ने भयो नि त, त्यसैले आई ब्यान्ड घट्दो रहेछ। इन्डिभिजुअल फिलामेन्टको थिकनेस फिलामेन्टको लेन्थमा केही फरक पर्दैन, किनभने फिलामेन्ट जस्ट स्लाइड हुने हो, त्यस्तो कन्ट्र्याक्ट रिल्याक्स हुने होइन। तर ब्यान्डमा फरक पर्छ, किनभने ब्यान्ड भनेको अब ए ब्यान्ड भन्नाले कम्प्लिट यो थ्रु आउट द मायोसिनको लेन्थ भयो, तर आई ब्यान्ड भन्नाले ओन्ली थिन फिलामेन्टको लेन्थ भनेको आई ब्यान्ड हो। अब स्लाइडिङको टाइममा यो जब ओभरल्याप भयो, ओभरल्याप गर्दाखेरि यो यसको लेन्थ घट्ने भयो, त्यसैले आई ब्यान्ड नै घट्छ ड्युरिङ द मसल कन्ट्र्याक्सन। सो देयर इज एनोदर याच। अब व्हाट विल ह्यापन टु द याच ब्यान्ड? याच ब्यान्ड also decreases during muscle contraction। किनभने यता हेर, जुन ए ब्यान्ड छ, ए ब्यान्डमा ड्युरिङ कन्ट्र्याक्सन कन्ट्र्याक्ट हुँदाखेरि के हुन्छ भने ए ब्यान्डमा बोथ एक्टिन प्लस मायोसिन हुन्छ। किनभने कम्प्लिट लेन्थ अफ मायोसिन इज नोन एज द ए ब्यान्ड। अब एक्टिन पनि समहाउ त्यसमाथि स्लाइड हुने बित्तिकै एक्टिनको पनि सम द पार्ट ए ब्यान्डमा आउने भयो। बट याच ब्यान्ड भन्नाले ओन्ली मायोसिन हुन्छ याच ब्यान्डमा। अब जब जस्तै मानौँ यो एक्टिन फिलामेन्ट भयो, एक्टिन फिलामेन्ट यहाँसम्म पुग्यो, ड्युरिङ मसल कन्ट्र्याक्सन यहाँसम्म पुग्यो, यताको पनि यहाँ यसरी पुग्यो। ओके, अब जो यति पुग्दाखेरि याच ब्यान्ड भन्नाले ओन्ली एक्टिन हुने बित्तिकै अब यति मात्रै बच्यो नि त, याच ब्यान्ड यति मात्रै बच्यो। तर पहिला के थियो भने पहिला यहीँसम्म थियो, तर जब कन्ट्र्याक्सनमा लेन्थ घटेर सानो भयो, त्यसैले याच ब्यान्ड र आई ब्यान्डको लेन्थ चेन्ज हुन्छ, द्याट इज ड्युरिङ कन्ट्र्याक्सन घट्दो रहेछ। अदरवाइज ए ब्यान्डको जुन छ, ए ब्यान्डको लेन्थ अलवेज रिमेन सेम। सो लेट्स मुभ टुवर्ड नेक्स्टमा अब फिलामेन्टको बारेमा अलि बुझौँ त। एक्टिन र मायोसिन जुन फिलामेन्ट छन्, देयर इज अ मायोसिन मोलिक्युल्स। मायोसिनमा अब यो दुईटा, यो टेल भयो, यो पोर्सन टेल भयो, र हेडमा दुईटा हेड हुन्छन्, र इच हेडमा एउटा एटिपी बाइन्डिङ साइट हुन्छ, र एउटा एक्टिन बाइन्डिङ साइट हुन्छ। एन्ड जब यो थिक फिलामेन्ट भयो, अब थिन फिलामेन्ट द्याट इज मायोसिनको कुरा गर्दाखेरि थिन फिलामेन्ट भन्नाले एक्टिनको कुरा गर्दाखेरि डिफ्रेन्ट ग्लोब्युलर एक्टिन मिलेर फिलामेन्टस एक्टिन बनाउँछ। र यो एक्टिनको सँगसँगै ट्रोपोमायोसिन भन्ने जुन प्रोटिन छ त्यो पनि सँगसँगै रन भएको हुन्छ, र ट्रोपोमायोसिनसँग एट्याच भएको 3 सब युनिट अफ द ट्रोपोनिनको 3टा सब युनिट एट्याच हुन्छ।
तीनटा सबभन्दा सुपरफिसियल सब युनिट जुन छ त्यो क्याल्सियम बाइन्डिङ साइट हो। त्यसपछि योलाई टिएनआई भनिन्छ। टिएनआई भन्नाले ट्रोपोनिन इन्हिबिटर सब युनिट, यसलाई इन्हिबिटर भन्न सक्यो। इन्हिबिटर भन्नाले किनभने भने इट इन्हिबिट्स the binding of actin and myosin during rest condition। ओ जस्तै नर्मली रेस्टमा बसेछ न त मुभमेन्ट भइरहेछ न के भइरहेछ भने मसल कन्ट्र्याक्सन हुन नदिनलाई योले इन्हिबिट गरिरहेको हुन्छ। एक्टिन र मायोसिनको बाइन्डिङलाई इन्हिबिट गरेको हुन्छ। सो यो भयो। र लास्ट वान इज योलाई टिएनटी भनिन्छ। टिएनटी भन्नाले दिस सब युनिट इज डाइरेक्टली एट्याच टु द ट्रोपोमाइसिन मोलिक्युल्स, राइट? त्यसैले टिएनटी। सो तीनटा सब युनिट भयो ट्रोपोनिनको। अहिले एकछिनमा हामीले मसल कन्ट्र्याक्सन मेकानिजम पनि पढ्छौँ र त्यो टाइममा यसको बारेमा ट्रोपोनिन क्याल्सियम कसरी बाइन्ड भएर के हुन्छ भन्ने कुरा भनौँला। सो अब टकिङ अबाउट यो त चाहिँ स्केलेटल मसलको कुरा भयो। अब स्मुथ मसलमा हेरौँ न त। स्मुथ मसलमा पनि दिस इज द डायग्राम अफ द स्मुथ मसल। स्मुथ मसलमा पनि एक्टिन फिलामेन्ट हुन्छ, देयर इज अल्सो मायोसिन फिलामेन्ट हुन्छ। र एक्टिन फिलामेन्ट यो एउटा डेन्स बडी भन्ने हुन्छ, डेन्स बडीमा गएर एट्याच भएको हुन्छ र डेन्स बडीको प्रोटिन जुन छ त्यो प्रोटिनलाई चाहिँ हामीले अल्फा एक्टिनिन भनिन्छ, नट एक्टिन, इट इज एक्टिनिन भनिन्छ। र यसमा गएर एक्टिन फिलामेन्ट बाइन्ड भएको हुन्छ। सो अब नर्मली इक्जाममा सोध्यो भने द एक्टिन फिलामेन्ट इज बाइन्ड टु, नर्मली सोध्यो भने हामीले स्केलेटल मसलतिर गएर जेड लाइन भनेर एन्सर दिनुपर्छ। बट इफ स्पेसिफिकली क्वेसन सोध्यो भने दिस एक्टिन फिलामेन्ट इन केस अफ द स्मुथ मसल इज बाइन्ड टु व्हिच पार्ट और व्हिच टिस्यू भन्यो भने देयर इज अ डेन्स बडी, सो इट इज बाइन्ड टु द डेन्स बडी। अब अप्सनमा डेन्स बडी छ भने डेन्स बडी लगाऊ, अप्सनमा सिधै अल्फा एक्टिनिन छ भने दिस एक्टिन फिलामेन्ट इन केस अफ द स्मुथ मसल बाइन्ड टु द अल्फा एक्टिनिन, सिम्पल। एन्ड इन बिट्विन यो एक्टिन फाइबर, यो एक्टिन इन बिट्विन एक्टिन देयर इज मायोसिन। ओके, सो यसमा पनि कन्ट्र्याक्सन हुन्छ, रिल्याक्सेसन हुन्छ। सो यो भयो स्मुथ मसलको फन्दा। सो लेट्स मुभ टुवार्ड द स्टेप्स अफ द एन्ड मेकानिजम अफ द मसल कन्ट्र्याक्सन। अब यता हेर्न सक्छौँ सुरुमा के आयो भने अब यो चाहिँ न्युरोमस्कुलर जङ्सन भयो, न्युरोमस्कुलर जङ्सन भयो। अब यो न्युरोमस्कुलर जङ्सनमा जब न्युरोट्रान्समिटर आउँछ, न्युरोट्रान्समिटर भन्नाले एसिटाइल कोलिन आउँछ। अब यो एसिटाइल कोलिनले डिपोलराइजेसन गरायो। डिपोलराइजेसन कसरी गराउँछ भने यो टी ट्युब्युल चाहिँ स्मुथ इन्डोप्लाज्मिक रेटिकुलम हुन्छ र त्यो स्मुथ इन्डोप्लाज्मिक रेटिकुलम इन केस अफ द मसल त्यसलाई सार्कोप्लाज्मिक रेटिकुलम पनि भनिन्छ। सार्कोप्लाज्मिक रेटिकुलम र यो सार्कोप्लाज्मिक रेटिकुलमको जुन टी ट्युब्युल हुन्छ, टी ट्युब्युलदेखि सिग्नल पास भएर क्याल्सियमको रिलिज गराउँछ। यो क्याल्सियम मोलिक्युल्स रिलिज गरायो। सो सार्कोप्लाज्मिक रेटिकुलम रिलिजेस द क्याल्सियम। ओके, अब क्याल्सियम रिलिज भएपछि के हुन्छ त फोर्थ स्टेपमा एक्टिभ साइट अफ द एक्टिन एक्सपोजेज। कसरी? अघि नै मैले भने नि त त्यहाँ टिएनसी भन्ने हुन्छ, क्याल्सियम बाइन्डिङ सब युनिट अफ द ट्रोपोनिन। यो ट्रोपोनिनमा क्याल्सियम जब बाइन्ड हुन्छ त्यसपछि त्यो एज अ गेट काम गर्छ। गेट काम गर्यो भने त्यो गेट ओपन भयो। गेट ओपन हुने बित्तिकै एक्टिन एक्सपोज भयो। अब यो एक्टिन एक्सपोज हुने बित्तिकै त्यहाँ गएर मायोसिनको हेडमा गएर एक्टिन एट्याच भइदिन्छ र मसल कन्ट्र्याक्सन हुन्छ। सो अब एक्टिभ साइट एक्सपोज भयो। एक्सपोज भएपछि दिस एक्टिभ साइट binds to actin binding site of myosin। मायोसिनको केमा? हेडमा यो एक्टिन बाइन्डिङ साइट हुन्छ र एक्टिन बाइन्डिङ साइटमा एक्टिनको एक्टिभ साइट गएर बाइन्ड हुन्छ र मसल कन्ट्र्याक्सन बिगिन्स। यस्तो कन्ट्र्याक्सन भयो। अब
कन्ट्र्याक्सन भइसकेपछि अब रिल्याक्सेसन पनि हुनु पर्यो, किन अब सधैँभरि सस्टेन कन्ट्र्याक्सन भयो भने त टिटानस हुन्छ। सो अब रिल्याक्सेसन कसरी हुन्छ? अब एसिटाइलकोलिन सधैँभरि त त्यहाँ रहिरहँदैन, त्यो रिमुभ हुन्छ, डिग्रेडेसन हुन्छ, रिअपटेक भएर त्यो एसिटाइलकोलिन त्यहाँदेखि अल्टिमेटली रिमुभ भएर जान्छ। अब रिमुभ भयो भने त्यसपछि के हुन्छ भने सार्कोप्लाज्मिक रेटिकुलम रिक्याप्चर्स क्याल्सियम त्यहाँदेखि फेरि सार्कोप्लाज्मिक रेटिकुलमभित्र छिर्छ र एक्टिभ साइट कभर्ड, देयर इज नो क्रस ब्रिज इन्टरेक्सन एन्ड कन्ट्र्याक्सन एन्ड इन लास्ट स्टेप रिल्याक्सेसन अकर, प्यासिभ रिटर्न टु द रेस्टिङ लेन्थ, आफ्नो ओरिजिनल लेन्थमा फेरि आइदिन्छ प्यासिभली। सो यसमा एउटा इम्पोर्टेन्ट कुरा के छ भने ड्युरिङ द बाइन्डिङ ड्युरिङ एक्टिन प्लस मायोसिन बाइन्डिङ, यो बाइन्डिङमा के हुन्छ भने एटिपी को हाइड्रोलाइसिस हुन्छ, बाई एटिपेज इन्जाइम र एटिपेज इन्जाइम कहाँ हुन्छ? प्रेजेन्ट इन हेड अफ मायोसिनको हेडमा एटिपी इन्जाइम हुन्छ र त्यहाँ एटिपीलाई हाइड्रोलाइसिस गर्छ, फस्फेट निकाल्छ र एनर्जी भएर त बाइन्ड गर्नाले पनि एनर्जी चाहिन्छ, त्यो एनर्जी प्रोभाइड गर्यो। अब अनलेस एन्ड अन्टिल एनोदर एटिपी मोलिक्युल्स त्यही मायोसिनको हेडमा बाइन्ड हुँदैन, जबसम्म हुँदैन तबसम्म त्यो रिमेन्स कन्ट्र्याक्टेड। अब फेरि फर रिल्याक्सेसन एनोदर एटिपी molecule should bind to the head of myosin, किनभने अब जस्तै एटिपी एडिपीमा चेन्ज भयो र त्यो रिमेन्स त्यहाँ कन्ट्र्याक्टेड हुन्छ, मसल एक्टिन र मायोसिन रिमेन एट्याच भएको हुन्छ। अब त्योलाई हटाउनको लागि फेरि जब एटिपी नयाँ भन्छ त्यहाँ बोन्ड ब्रेक भइदिन्छ, बोन्ड ब्रेक हुने बित्तिकै फेरि रिल्याक्सेसन स्टेटमा हुन्छ। त्यसैले यो इम्पोर्टेन्ट इज भेरी भेरी इम्पोर्टेन्ट, यो पोइन्ट एकदम इम्पोर्टेन्ट छ है। सो अब नर्भस टिस्युको ओभरभ्यू गरौँ, त्यसपछि सिधै क्वेसन गर्दाखेरि पनि मेनी मोर कुराहरू आउँछन्, त्यो टाइममा पनि अरू डिल गरौँला। सो नर्भस टिस्युको कुरा गर्दाखेरि पहिला त सिएनएस र पिएनएसमा के खालका टिस्युहरू हुन्छन्, त्यसमा डिफ्रेन्सेस के छन् त्यो हेरौँ। कलेक्सन अफ द सेल बडी इन सिएनएसमा कलेक्सन अफ द सेल बडीलाई न्युक्लियस भनिन्छ भने पिएनएसमा ग्याङ्ग्लियन भनिन्छ, पेरिफेरल नर्भस सिस्टममा। एक्जोनको बन्डललाई सिएनएसमा ट्र्याक्ट भनिन्छ भने पिएनएसमा नर्भ्स भनिन्छ। माइलिनेटिङ सेल सिएनएसमा ओलिगोडेन्ड्रोसाइट हुन्छ भने पिएनएसमा स्वान सेल हुन्छ। एन्ड देयर इज अ रेगुलेटरी अथवा प्रोटेक्टिभ सेल द्याट इज एस्ट्रोसाइट इन द सिएनएस एन्ड इन पिएनएस देयर इज अ सेटेलाइट सेल। अब यो एस्ट्रोसाइट सेलले के गर्छ भने इट हेल्प्स इन डिफ्युजन अफ मोलिक्युल्सको डिफ्युजनमा पनि हेल्प गर्छ र ब्लड ब्रेन ब्यारियर पनि बनाउँछ इन द सेन्ट्रल नर्भस सिस्टम टु प्रिभेन्ट द अनवान्टेड थिङ टु इन्टर इन्टु द ब्रेन। त्यसैले ब्लड ब्रेन ब्यारियर बनाउनेमा पनि काम गर्यो, त्यसैले प्रोटेक्टिभ नेचर गर्यो। सेटेलाइट सेलको पनि काम पेरिफेरलमा, योले पनि डिफ्युजनमा हेल्प गराउँछ। मोलिक्युल्सहरू जस्तै अब एमाइनो एसिड भयो, अरू ग्लुकोजहरू भयो, त्यो तिनीहरूको डिफ्युजनमा हेल्प गराउँछ इन पेरिफेरल नर्भस सिस्टममा सेटेलाइट सेल। ल अब अदर सेल हेर्दाखेरि देयर इज अ माइक्रोग्लियल सेल भनेको इम्युन सेल हो अथवा म्याक्रोफेजिक सेल हो अफ द ब्रेन एज वेल एज द पेरिफेरल नर्भस सिस्टम। सो इट इज प्रेजेन्ट इन द बोथ सिएनएस एन्ड पिएनएस। माइक्रोग्लियल सेल मात्रै सिएनएसमा होइन कि दुईटैमा पाइन्छ। देयर इज एनोदर सेल इपेन्डाइमल सेल दिस प्रोड्युसेस द CSF लाइनिङ अफ द भेन्ट्रिकल अफ द ब्रेन गर्छ एन्ड इट इज ओन्ली फाउन्ड इन द सेन्ट्रल नर्भस सिस्टम। देयर इज अ नो इपेन्डाइमल सेल इन द पेरिफेरल नर्भस सिस्टम, किनभने CSF बनाउने भनेकै सेन्ट्रल नर्भस सिस्टमले हो, पेरिफेरलले CSF बनाउँदैन। सो लेट्स सी द स्ट्रक्चर अफ द न्युरोन। यो चाहिँ न्युरोन भयो, यो न्युरोनमा यो डेन्ड्राइट्सहरू भयो, डेन्ड्राइट्सका मेनी ब्रान्चेस भयो एन्ड देयर इज अ सेल बडी सोमा, र सोमाभित्र देयर इज अ न्युक्लियस एन्ड देयर इज अ एक्जोन एन्ड देयर इज अ एक्जोन टर्मिनल। अब हेर्दाखेरि
हामीहरूले सुरुमा डेन्ड्राइड हेरौँ अलि। डेन्ड्राइडमा के हुन्छ भने माइटोकन्ड्रिया प्रेजेन्ट हुन्छ, रफ एन्डोप्लाज्मिक रेटिकुलम पनि प्रेजेन्ट हुन्छ। द्याट्स वाइ देयर इज अ प्रेजेन्स अफ द निजल ग्रान्युल, माइक्रोट्युब्युल, माइक्रोफिलामेन्ट हुन्छ। बट देयर इज नो गोल्गी बडिज इन केस अफ द डेन्ड्राइड्स। डेन्ड्राइड्समा गोल्गी बडी हुँदैन। अब सोमा भन्नाले पेरिक्यारियोन पनि भनिन्छ सोमालाई। त्यसलाई हेर्दाखेरि त्यसमा सेन्ट्रल र राउन्ड न्युक्लियस हुन्छ, राइबोसोम पनि हुन्छ, निजल ग्रान्युल, रफ एन्डोप्लाज्मिक रेटिकुलम अलोङ विथ द फेरि राइबोसोमको एग्रिगेसनले निजल बडिज बन्यो। सो त्यो पनि सोमामा हुन्छ। माइटोकन्ड्रिया पनि हुने भयो, माइक्रोट्युब्युल, माइक्रोफिलामेन्ट पनि हुने भयो। एक्जोनमा हेर्दाखेरि माइक्रोट्युब्युल हुन्छ, माइक्रोफिलामेन्ट हुन्छ, माइटोकन्ड्रिया हुन्छ, बट देयर इज नो निजल ग्रान्युल एज वेल एज गोल्गी बडी। गोल्गी बडी र निजल ग्रान्युल हुँदैन एक्जोनमा। यो कुराहरू एकदम इम्पोर्टेन्ट छ। यो इक्जाममा यहाँदेखि एकदमै क्वेसनहरू बनिरहेका हुन्छन्। सो एकदम इम्पोर्टेन्ट भयो यो। एनदर इम्पोर्टेन्ट थिङ द्याट देयर इज अ एक्जोन हाइलक। एक्जोन हाइलक भन्नाले ठ्याक्कै सेल बडीलाई एक्जोनसँग कनेक्सन दिने पार्ट भनेको एक्जोन हाइलक भनिन्छ। र यो एक्जोन हाइलकको यो चाहिँ इम्पोर्टेन्ट फिचर के भने the depolarization occurs अथवा starts from here। जस्तै मानौँ एउटा नबले, यो नबको टर्मिनल भयो, जस्तै अब एक्जोन टर्मिनल भयो। यहाँ रिसेप्टरहरू हुन्छन्, डेन्ड्राइड्समा रिसेप्टर हुन्छ। यो रिसेप्टरले अब न्युरोट्रान्समिटरलाई रिसिभ गर्यो र त्यसले के गर्यो भने सर्टेन इन्टरनल चेन्जेस ल्यायो। अब चेन्जेस ल्यायो भने सोडियमको इन्फ्लक्स हुन्छ। सोडियमको इन्फ्लक्स हुने बित्तिकै देयर इज जेनेरेसन अफ द एक्सन पोटेन्सियल। अब एक्सन पोटेन्सियल जेनेरेट हुने भनेको एक्जोन हाइलक देखियो, किनभने यहाँ सबभन्दा बढी मोर कन्सन्ट्रेसन अफ सोडियम च्यानल, सबभन्दा बढी सोडियम च्यानल पाइने भनेकै एक्जोन हाइलकमा हुन्छन्। एक्जोन हाइलकमा सोडियम च्यानल धेरै भएको कारण जुन इम्पल्स आएर यहाँ एक्सन पोटेन्सियल स्टार्ट यहीँदेखि सुरु हुन्छ, जेनेरेसन यहीँदेखि हुन्छ र फर्दर यस्तो मुभ हुँदै जाँदाखेरि अब अर्को नबमा गएर आफ्नो सिग्नललाई ट्रान्सड्युस गर्छ। त्यो एउटा इम्पोर्टेन्ट कुरा हो। सो अब निजल ग्रानुल भन्नाले रफ एन्डोप्लाज्मिक रेटिकुलम अलोङ विथ द फ्री राइबोसोमको एग्रिगेसनलाई निजल ग्रानुल भनिन्छ र यसले प्रोटिन सिन्थेसिसमा हेल्प गर्छ। सो जेनरल ओभरभ्यूमा यति नै। अब क्वेसनतिर लागौँ। क्वेसनमा डिफ्रेन्ट टाइपको क्वेसन आउँदै गर्छन् र त्यो क्वेसनलाई हामीले डिल गर्दै गर्दाखेरि अरू एडिसनल कुराहरू पनि थपिँदै जाऊँ ल। सो आवर फर्स्ट क्वेसन इज myelin sheath is produced by, simple question, myelin sheath is produced by NEET 2017 को क्वेसन छन्। पेरिफेरल नर्भस सिस्टममा पिएनएसमा स्वान सेल भयो, सेन्ट्रल नर्भस सिस्टममा ओलिगोडेन्ड्रोसाइट सेल भयो। द्याट्स आवर एन्सर इज ए। एस्ट्रोसाइट भएन, एस्ट्रोसाइट त ब्लड ब्रेन ब्यारियर बनाउने काम भयो र अरू सपोर्टिभ सेलको काम गर्ने भयो। ओस्टियोक्लास्ट त फेगोसाइटिक सेल अफ बोन भयो, सेल of bone, and osteoclast astrocyte is the भएन। So our answer is A. So next question is which of the following statement wrongly represent the nature of smooth muscle? Smooth muscle, अब हेर सुरुमा त wrongly राइटली यस्ता टर्महरूलाई क्वेसन प्र्याक्टिस गर्ने बेलामा अथवा मोक टेस्टहरूमा पनि यस्ता टर्महरूलाई सर्कल गरिहाल्ने। अब त्यसपछि रङ भनेछ, रङ कुरा खोज्नु पर्यो। These muscles are present in the wall of the blood vessel. Yes, यो राइट हो, किनभने अब ब्लड भेसलको मिडल लेयरमा स्मुथ मसल पाइन्छ। अप्सन बीमा के छ भने these muscles have no स्ट्रेसन। स्मुथ मसलमा स्ट्रेसन हुँदैन। स्ट्रेसन हुने भनेको कार्डियक मसलमा हुन्छ प्लस स्केलेटल मसलहरूमा हुन्छ, स्मुथ मसलमा हुँदैन। एन्ड दे आर इन्भोलन्ट्री मसल। यस, इट इज इन्भोलन्ट्री, किनभने अब यो एटोनोमिक नर्भस सिस्टमको कन्ट्रोलमा हुन्छ। एन्ड अप्सन डीमा कम्युनिकेसन अमोङ द सेल इज पर्फर्म बाई द इन्टरक्यालेटेड डिस्क। यो चाहिँ रङ हो, यो मिलेन, किनभने इन्टरक्यालेटेड डिस्क इज द फिचर अफ द कार्डियाक मसल। सरी भाइ बहिनीहरूले, फिचर अफ द कार्डियाक मसल, कार्डियाक मसलको फिचर हो इन्टरक्यालेटेड डिस्क। सो आवर अल्टिमेटली रङ सोधेछ भने यही एन्सर भयो, डी नम्बर।
सो आवर नेक्स्ट क्वेसन इज व्हिच आइडेन्टिफाइज स्ट्रिएटेड मसल। स्ट्रिएटेड मसलको अब क्यारेक्टरिस्टिक्स के हो भने खोजेछ भन्न खोजेछ। अप्सन ए हेर्दाखेरि देयर इज अ सिलिन्ड्रिकल मसल, ओके राइट। इट इज स्ट्रिप्टेड, स्ट्रिएसन देखिन्छ, ठिक छ। ब्रान्च्ड हुँदैन, ब्रान्च हुने भनेको कार्डियाक मसल हो, कार्डियाक मसल हो। सो अप्सन ए मिलेन। अप्सन बीमा हेर्दाखेरि इट इज सिलिन्ड्रिकल, ठिक छ। इट इज स्ट्रिप्टेड, ठिक छ। युनिन्युक्लिएटेड हुँदैन, यो मल्टिन्युक्लिएटेड हुन्छ, मल्टी हुन्छ। सो यो अप्सन पनि मिलेन। अप्सन सी नम्बरमा स्पिन्डल स्ट्रिएटेड मसलमा स्पिन्डल त हुँदैन। अप्सन डीमा सिलिन्ड्रिकल, सिन्काइसियल, अनब्रान्च्ड। सो अप्सन डी इज द राइट एन्सर। अब हेर, हुन त स्ट्रिएटेड मसल भन्ने बित्तिकै कार्डियाक मसल पनि स्ट्रिएटेड मसलमा आउँछ। हेर, कार्डियाक मसल पनि स्ट्रिएटेड मसलको टाइममा पर्छ र स्केलेटल मसल पनि पर्छ, बट प्रायोरिटी अलवेज गो टु स्केलेटल मसल। सो इफ अप्सन डी नभएको भए हामीहरू अप्सन एतिर जान सक्थ्यौँ, किनभने अरू नमिलेको भए। तर यहाँ सिधै स्केलेटल मसलको क्यारेक्टरिस्टिक्स मिलिरहेछ, त्यसैले अप्सन डी इज द प्रिफरेबल एन्सर। सो लेट्स मुभ टु द नेक्स्ट क्वेसन। क्वेसन नम्बर नेक्स्टमा के छ भने कन्डिसन्स फर ह्याभिङ अ नम्बर अफ न्युक्लियाई इन अ मसल फाइबर इज नोन एज। एउटा मसल फाइबरमा मल्टिन्युक्लिएटेड कन्डिसनलाई के भनिन्छ? पोलिक्यारियन भनिन्छ कि सिनोसाइटिक भनिन्छ कि सिन्काइसल भनिन्छ कि इन्डोडुप्लिकेसन भनिन्छ। अब यसमा पोलिक्यारियन भएन, किनभने पोलिक्यारियन भन्नाले न्युक्लियस भन्दा पनि क्यारियन इज सेल बडी, यो सेल बडी हो। अब यहाँ मेन सिनोसाइटिक र सिन्काइसेलमा हो कन्फ्युजन हुने। सिन्काइसेल र सिनोसाइटिकको डिफ्रेन्स के हो त्यो पहिला बुझौँ। सिन्काइसेल भन्नाले मल्टिपल सेल्स फ्युज्ड भएर मल्टिन्युक्लिएटेड कन्डिसन आएको, किनभने तिनको साइटोप्लाज्ममा फ्युज भयो। सो अब न्युक्लियस फ्युज भएन, न्युक्लियस रिमेन इन द साइटोप्लाज्मा, सो मल्टिन्युक्लिएटेड स्टेट आयो। बट यो केसमा चाहिँ के हुन्छ भने सिंगल सेलमा न्युक्लियर डिभिजन भएर मल्टिन्युक्लिएटेड कन्डिसन हुने भनेको सिनोसाइटिक मल्टिन्युक्लिएटेड हुन्छ। एन्ड इन केस अफ द मसल फाइबरमा पहिल्यैदेखि जस्तै सिंगल सेल न्युक्लियर डिभिजन भएर मल्टिन्युक्लिएटेड हुने होइन कि मल्टिपल सेल फ्युज भएर सिंगल सेल बनेर त्यहाँ मल्टिन्युक्लिएटेड कन्डिसन आउने हो। सो आवर एन्सर इज सी। एनदर क्वेसन इज इन स्केलेटल मसल्स जेड लाइन इज कनेक्टेड टु। अघि नै हामी कुरा गरिसक्यौँ, यो जेड लाइन भयो, यो पनि जेड लाइन भयो, यसको डिस्टेन्स भनेको सार्कोमेयर भनिन्छ। यो जेड लाइनमा एक्टिन फिलामेन्टहरू यसरी एट्याच भएको थियो, एक्टिन फिलामेन्टहरू। सो आवर एन्सर इज अल्टिमेटली ए एक्टिन। ह्यान्सेन लाइन भनेकै यस लाइन हो, अघि नै भनिसक्यौँ, यस लाइन हो अथवा यस ब्यान्ड पनि भनिन्छ। एनदर क्वेसन इज गिलियल सेल फर्मिङ ब्लड ब्रेन ब्यारियर आर फर्मड अफ। अब गिलियल सेल केले बनेको हुन्छ? अघि नै मैले कुरा भनिसकेँ, एस्ट्रोसाइट भनेको ब्लड ब्रेन ब्यारियर बनाउँछ, त्यसैले आवर एन्सर इज द ब्लड ब्रेन ब्यारियर। एन्ड स्वान सेल, ओलिगोडेन्ड्रोसाइट एउटा माइलिन शीथ बनाउने सेल भयो, माइलिन शीथ। एन्ड देयर इज अ नोड अफ रानभियर जुन अनमाइलिनेटेड एरिया हुन्छ, रानभियर। नोड अफ रानभियरमा हुने जुन सेल्स हुन्छन् त्यसलाई रानभियर सेल भनिन्छ। सो लेट्स मुभ टु द नेक्स्ट क्वेसन। नेक्स्ट क्वेसन इज इन नर्भ सेल्स प्रोटिन आर सिन्थेसाइज्ड इन। अघि नै मैले भनिसकेँ, प्रोटिन सिन्थेसाइज गर्ने भनेको निजल बोडिज हो र यो निजल्स बोडिज डेन्ड्रोनमा पनि पाइन्छ, सेल बोडीमा पनि पाइन्छ। बट द कन्सन्ट्रेसन अफ दिस निजल बोडी इन सेल बोडी इज भेरी मच हाई एन्ड द मेजर पोर्सन अफ द प्रोटिन इज सिन्थेसाइज बाई द सेल बोडी। सो आन्सर इज द सेल बोडी रादर देन द डेन्ड्रोन। ओके, एकजनमा त हुँदैन, साइनेप्स त अब जङ्सन भइहाल्यो, दुईवटा न्युरोनलाई जोड्ने ठाउँ भइहाल्यो। नेक्स्ट क्वेसन इज अ लार्ज प्रोपोर्सन अफ अक्सिजन इज लेफ्ट अनयुज्ड इन द ह्युमन ब्लड इभन आफ्टर इट्स अपटेक बाई द बडी टिस्यु दिस अक्सिजन। अब अक्सिजनसँग के हुन्छ भने
ड्युरिङ रेस्पिरेसन धेरै कन्सन्ट्रेसन अफ अक्सिजन बडीभित्र आयो तर अब सबै त युज भएन त्यो टाइममा सो अब त्यो अक्सिजन के हुन्छ अप्सन ए एक्ट एज अ रिजर्भ ड्युरिङ मसल एक्सर्साइज अप्सन बी रेजेस द पार्सल CO2 अफ ब्लड यो भएन किनभने अक्सिजनको कन्सन्ट्रेसन बढ्दाखेरि कार्बन डाइअक्साइडको पार्सल प्रेसर बढ्ने कुरा हुँदैन सो यो अप्सन भएन अप्सन सीमा इज इनफ टु किप अक्सिहेमोग्लोबिन सेचुरेसन एट 96% यो पनि भएन किनभने अब कति कन्सन्ट्रेसन छ के त हेल्प्स इन रिलिजिङ मोर अक्सिजन टु द एपिथेलियल टिस्यू यो पनि भएन आवर बेस्ट अप्सन इज द ए किनभने एक्ट एज अ रिजर्भ ड्युरिङ द मसल एक्सर्साइज मायोग्लोबिनले त्यो अक्सिजनलाई होल्ड गरेर राखिहाल्छ रिजर्भको रूपमा पछि जब एक्सर्साइज गर्दाखेरि फर्दर एक्सर्साइज गर्दाखेरि त्यो रिजर्भ भएको अक्सिजन काम लाग्छ नेक्स्ट क्वेसन इज द टाइप्स अफ द मसल प्रेजेन्ट इन आवर अब कोही अप्सन हेर अप्पर आर्म आर स्मुथ मसल आर्ममा बोनसँग एट्याच भएको मसल स्केलेटल मसल हो स्मुथ मसल होइन सो अप्सन ए मिलेन अप्सन बीमा हेर्दाखेरि हार्ट आर इन्भोलुन्टरी एन्ड अनस्ट्रेटेड स्मुथ मसल हार्ट भनेको स्मुथ मसल होइन त्यो कार्डियक मसल भयो एन्ड अनस्ट्रेटेड होइन देयर इज अ स्ट्रेसन इन्भोलुन्टरी मिल्यो तर अरू मिलेन 3 नम्बरमा इन्टेस्टाइन आर स्ट्रेटेड एन्ड इन्भोलुन्टरी स्ट्रेटेड होइन यो अनस्ट्रेटेड एन्ड इन्भोलुन्टरी हो अप्सन 4 नम्बरमा थाई आर स्ट्रेटेड थाई भन्नाले अब इट इज स्केलेटल मसल सो स्ट्रेसन हुने भयो र भोलुन्टरी पनि भयो सो अप्सन 4 इज राइट एन्सर लेट्स मुभ टु आवर नेक्स्ट क्वेसन देयर इज मसल रिल्याक्सेसन अकर्स व्हेन मसल रिल्याक्सेसन कहिले हुन्छ त अप्सन ए नम्बरमा क्याल्सियम आयोन आर एक्टिभली ट्रान्सपोर्टेड आउट अफ द सार्कोप्लाज्मिक रेटिकुलम अप्सन ए अप्सन बी हेरौँ क्याल्सियम आयोन्स डिफ्युजेज आउट अफ सार्कोप्लाज्मिक रेटिकुलम क्याल्सियम आयोन आर एक्टिभली ट्रान्सपोर्टेड इन्टु द सार्कोप्लाज्मिक रेटिकुलम डिफ्युज इन्टु वाला त अप्सन दुईटै भएन हेर अब calcium ion actively transported out of the cytoplasmic reticulum there is a calcium channel छन् र यो क्याल्सियम च्यानल थ्रु क्याल्सियम निस्किने हो र यो क्याल्सियम च्यानललाई एटिपी चाहिन्छ हेर सो एटिपी चाहिने बित्तिकै एक्टिभ ट्रान्सपोर्टेसन हुनुभयो सो एक्टिभ एटिपी युज भएर क्याल्सियम निस्किन्छन् जब एक्सन पोटेन्सियल पुग्यो जब एसिटाइलकोलिन रिलिज भयो त्यहाँ नर्भ ट्रान्समिसन भयो नर्भ ट्रान्समिसन थ्रु द ट्युब्युल सार्कोप्लाज्मिक रेटिकुलममा गयो त्यसलाई एक्टिभेट गर्ने बित्तिकै एटिपीको हाइड्रोलाइसिस भएर क्याल्सियम च्यानल खुल्छ क्याल्सियम च्यानल खुल्ने बित्तिकै क्याल्सियम रिलिज हुन्छ सो एन्सर ए अप्सन ए इज द राइट एन्सर नेक्स्ट क्वेसन स्केलेटल एन्ड मसल्स ओरिजिनेट फ्रम स्केलेटल र मसल द्याट इज स्केलेटल भने कनेक्टिभ टिस्यू भयो यो चाहिँ मस्कुलर टिस्यू भयो सो बोथ आर ओरिजिनेटेड फ्रम द मेसोडर्म एन्ड देयर इज एनदर क्वेसन इज द सिभरिङ इन कोल्ड इज अ मेथड फर अब जाडोमा अब मान्छेहरू काम्छन् त्यो काम्नुको मेन कारण के हो कसरी किन कामिन्छ भन्ने कुरा अप्सन एमा प्रिभेन्सन अफ रेडिएसन अफ हिट फ्रम द बडी रेडिएसन प्रिभेन्सन होइन अप्सन बीमा प्रोडक्सन अफ हेल्दी मसल फ्रिक्सन यो पनि होइन प्रोडक्सन अफ हिट बाई द मसल कन्ट्र्याक्सन यस अप्सन सी किनभने ड्युरिङ द मसल कन्ट्र्याक्सन एटिपीको हाइड्रोलाइसिस हुन्छ र एटिपी हाइड्रोलाइसिस भएर त्यहाँ हिट रिलिज हुन्छ त्यसैले हिट प्रोडक्सन गराउँछ इन्क्रिज ब्लड सप्लाई यो पनि भएन किनभने ब्लड सप्लाईको मेकानिजम छुट्टै हो नेक्स्ट क्वेसन इज द आउटर मोस्ट सिथ अफ कनेक्टिभ टिस्यू द्याट सराउन्ड्स अ स्केलेटल मसल इज अघि नै हामीले भनिसक्यौँ आउटर मोस्टमा इपिमाइसियम हुन्छ र इपिमाइसियमले होल अ ग्रुप अफ द मसल फ्यासिकललाई कभर गरेको हुन्छ त्यसैले आवर एन्सर इज इपिमाइसियम इपिमेराइड यो पनि अप्सनै भएन नेक्स्ट क्वेसन इज व्हिच फिचर डिस्टिङ्ग्युसेस कार्डियक मसल फ्रम द स्केलेटल मसल कार्डियक मसलमा कस्ता के कुरा हुन्छ जो स्केलेटल मसलबाट यो डिफ्रेन्ट छ भन्न खोजेको एन्ड किनभने अब बोथ हेर क्वेसन यो भने चाहिँ इभन दो बोथ आर स्ट्रेटेड दुवैमा स्ट्रेसन छ तै पनि स्केलेटल मसल कार्डियक मसल स्केलेटल मसलभन्दा डिफ्रेन्ट छ किन अप्सन ए नम्बरमा प्रेजेन्स अफ एक्टिन माइसिन होइन किनभने एक्टिन माइसिन त दुईटैमा पाइन्छ यो अप्सन भएन प्रेजेन्स अफ द इन्टरक्यालेटेड डिस्क सो एन्सर बी राइट एन्सर किनभने presence of the intercalated is the only characteristic feature of the cardiac muscle, not smooth and skeletal muscle. So presence of the sarcomere अब दुईटैमा हुन्छ presence of nuclei पनि दुईटैमा हुन्छ next question is smooth muscle fiber tapers at both end and have a single central nucleus based on this structure why is smooth muscle well suited lining hollow organ like the intestine यता हेर क्वेसनले के भन्यो भने स्मुथ मसल फाइबर को एन्ड चाहिँ ट्यापर हुन्छ जस्तै
यस्तो हुन्छ नि त स्ट्रक्चर, ट्यापरिङ इन हुन्छ हेर, सेन्ट्रली प्लेस न्युक्लियस हुन्छ भन्यो। र यो स्ट्रक्चर स्मुथ मसललाई किन इम्पोर्टेन्ट छ इन्टेस्टाइनमा हुनको लागि? अब हेर अप्सन एमा ट्यापर्ड सेप अलो टाइट इन्टरलोकिङ फर सस्टेन्ड वेभ लाइक कन्ट्र्याक्सन। यता हेर जस्तै यो एउटा भयो, फेरि अर्को एउटा भयो। सो इन्टरलकिङ गर्दाखेरि इन्टरलकिङमा एकदम टाइटली इन्टरलकिङ हुन्छ र वेभ लाइक कन्ट्र्याक्सन देखाउँछ। कन्ट्र्याक्ट गर्दाखेरि वेभी कन्ट्र्याक्सन हुन्छ, नट लाइक द स्केलेटल मसल। स्केलेटल मसलमा सिधा सिधा कन्ट्र्याक्सन हुन्छ, तर यहाँ वेभी मेथडमा कन्ट्र्याक्सन हुन्छ। सो अप्सन ए नै राइट एन्सर भयो। अप्सन बी हेरिहालौँ, सेन्ट्रल न्युक्लियस मेक इट कन्ट्याक्ट फास्टर, त्यस्तो केही रिलेसनै छैन। ल्याक अफ द स्ट्रेसन मेक इट स्ट्रङ्गर, स्ट्रेसन ल्याग गर्दाखेरि झन् विक हुन्छ, किनभने यो हाम्रो जुन इन्टेस्टाइनल मसलहरू हुन्छ त्यसमा अल्सर हुने चान्स एकदम हाई हुन्छ, किनभने त्यो एकदम विक हुन्छ, पातलो थिन पनि हुन्छ र इजिली रप्चर हुने गर्छ। एन्ड इट फ्याटिक्स क्विकली फ्याटिक हुँदैन। यसको क्विकली फ्याटिक हुने भनेको स्केलेटल मसल हो। सो अप्सन ए पनि मिलेन। सो अप्सन इज ए। नेक्स्ट क्वेसन इज ड्युरिङ द मसल कन्ट्र्याक्सन द क्रस ब्रिज डिट्याच्ड व्हेन। अघि नै मैले भनिसकेँ, जब क्रस ब्रिज भन्छ एक्टिन र मायोसिनको बिचमा, जबसम्म एनोदर एटिपी मोलिक्युल्स मायोसिनको हेडमा बाइन्ड हुँदैन तबसम्म त्यसमा रिल्याक्सेसन हुँदैन, सस्टेन कन्ट्र्याक्सन भइराख्छ। सो आवर अप्सन हेरौँ त, द मायोसिन हेड बाइन्ड टु एन एडिपी, एडिपीमा बाइन्ड हुने होइन, द मायोसिन हेड बाइन्ड टु एन एटिपी मोलिक्युल्स। यस, दिस इज द राइट अप्सन, एटिपीसँग बाइन्ड भएर हुने हो। आवर नेक्स्ट क्वेसन इज थिन एन्ड थिक फिलामेन्ट आर अर्गनाइज्ड इन्टु फङ्सनल युनिट कल्ड। थिन एन्ड थिक फिलामेन्ट मसल फाइबरमा हुने भयो र मसल फाइबरको फङ्सनल युनिट भनेको सार्कोमियर भयो। किनभने अब यो जेड लाइनमा यो थिन फिलामेन्ट, यो जेड लाइन थिन फिलामेन्ट र यो बिचमा चाहिँ थिक फिलामेन्ट र यो 80% सार्कोमियर भनियो, एन्ड विच इज द स्ट्रक्चर एन्ड फङ्सनल युनिट। नेक्स्ट क्वेसन इज ड्युरिङ विच फेज अफ अ ट्विच इन अ मसल फाइबर इज टेन्सन द ग्रेटेस्ट। कुन फेजमा टेन्सन एकदम बढी हुन्छ मसल फाइबरमा भनेर जो क्वेसनले सोध्यो। अब रेस्टिङ फेजमा त हुँदैन, रेस्टिङ फेजमा त चिल पारामा हुन्छ, त्यस्तो टेन्सन हुँदैन। रिपोलराइजेसन फेजमा त अब कन्ट्र्याक्सन चाहिँ रिपोलराइजेसन हुन्छ, रिपोलराइजेसनमा आफ्नो ओरिजिनल स्टेटमा फर्किन्छ, त्यो केसमा पनि भएन। कन्ट्र्याक्सन फेज, यस, जब मसल कन्ट्र्याक्ट हुन्छ नि त, कन्ट्र्याक्ट हुँदाखेरि त्यसको डेन्सिटी बढ्छ र टेन्सन पनि एकदम बढ्छ। सो अप्सन सी इज द राइट एन्सर, रिल्याक्सेसनमा भएन। नेक्स्ट क्वेसन इज मसल फ्याटिक आर कज्ड बाई, मसल किन थाकिन्छ मेन कुरा। एन्ड अप्सन एमा बिल्डअप अफ एटिपी एन्ड ल्याक्टिक एसिड लेभल। यो बिल्डअप एटिपी त बन्यो होइन नि त, एटिपी त झन् त्यहाँ एक्जोसन हुन्छ, एटिपीको हाइड्रोलाइसिस हुन्छ। सो अप्सन ए मिलेन। ल्याक्टिक एसिड लेभल बढ्छ, त्यो मिल्यो, तर एटिपी मिलेन। अप्सन बी एक्जोसन अफ द एनर्जी रिजर्भ्स एन्ड बिल्डअप द ल्याक्टिक एसिड। यस, ल्याक्टिक एसिड बन्छ र भएको एटिपीहरू डिप्लिटेड हुँदै जान्छ, द्याट्स वाइ मसल फ्याटिक इज अकर। बिल्डअप अफ एटिपी बन्दैन, एक्जोसन अफ एनर्जी एन्ड बिल्डअप अफ पाइरुभिक एसिड हुँदैन, पाइरुभिक एसिडदेखि ल्याक्टिक एसिड बन्यो र ल्याक्टिक एसिडले फ्याटिक गराउने हो। सो अप्सन बी इज द राइट अप्सन। एन्ड नेक्स्ट क्वेसन इज मस्कुलर टिस्यु इज डिफ्रेन्सिएटेड इन्टु। मस्कुलर टिस्यु अब 3 टाइपको टिस्यु भइहाल्यो, अनस्ट्रिप्टेड, स्ट्रिएटेड एन्ड कार्डियाक, सिम्पल। सो नेक्स्ट क्वेसन इज न्युरोगिलियल सेल्स आर। अब हेर, न्युरोगिलियल्समा सेन्सरी बाहेक सबै सेल्स, सेन्सरी सेल्स द्याट इज न्युरोन बाहेक अरू सबै सेल्स। जस्तै सबै सेल्समा अब के पर्यो, यो सब अरू सबै सेल्समा के पर्यो, देयर इज एस्ट्रोसाइट पर्यो, एस्ट्रोसाइट्स पर्यो, देयर इज अ माइक्रोग्लिया पर्यो, देयर इज अ सैटेलाइट सेल पर्यो, एन्ड देयर इज अ ओलिगोडेन्ड्रोसाइट्स, देयर इज अ स्वान सेल, सो यी सेल्सहरू चाहिँ नन सेन्सरी हुन्छ, सेन्सेसन गर्दैन, यसले मात्रै सपोर्ट गर्छ। सो अल्टिमेटली न्युरोग्लियल सेल आर सेक्रेटरी, सेक्रेसन केही गर्दैन, सेन्सेसरी सेल पनि होइन, इट इज नन सेन्सेसरी सपोर्टिङ सेल। यस, यसले सेन्स गर्दैन तर सपोर्ट गरेको हुन्छ, अब डिफ्युजनमा सपोर्ट कहिले गर्छ, कहिले प्रोटेक्सन दिन्छ, त्यसैले सपोर्टिभ नेचर हुन्छ। सो अप्सन सी इज राइट एन्सर। नेक्स्ट क्वेसन इज नन माइलिनेटेड नर्भ फाइबर्स अकर्स इन नन माइलिनेटेड। हेर, क्रानियल नर्भहरूमा सबैमा माइलिनेटेड हुन्छ, अप्टिक नर्भहरूमा
सबैमा माइलिनेटेड हुन्छ, स्पाइनल नर्भ सबै माइलिनेटेड हुन्छ। अब रह्यो कुरा अटोनोमिक नर्भ्समा। अटोनोमिक नर्भमा प्री ग्याङ्ग्लियोनिक फाइबर जुन हुन्छ ग्याङ्ग्लियोनिक त्यो माइलिनेटेड हुन्छ बट पोस्टवाला अनमाइलिनेटेड हुन्छ। सो सबैमा बेटर अप्सन चाहिँ बी नै हो, त्यसैले अप्सन बी इज द राइट आन्सर। So next question is, what aspect of creatine phosphate allows it to supply energy to muscle? Creatine मा के कुरा त्यस्तो हुन्छ जसले गर्दा मसल्सलाई एनर्जी दिने गर्छ? एटिपेज एक्टिभिटी यो होइन, देयर इज अ फस्फेट बोन्ड। यस, क्रियाटिनिन फस्फेटमा हाइली इनर्जेटिक फस्फेट बोन्ड हुन्छ र यो फस्फेट बोन्डको हाइड्रोलाइसिस भएर इनर्जी निस्किने गर्छ। द्याट इज द राइट आन्सर, फस्फेट बोन्ड भएर हो इनर्जी पाइने। नेक्स्ट क्वेसन इज, फ्रम विच इम्ब्रियोनिक सेल डज मसल टिस्यु डेभलप? ग्याङ्ग्लियन सेल यो होइन, त नर्भ रिलेटेड गयो। मायोट्युब पनि होइन, स्याटेलाइट सेल पनि होइन। यो सेलमा इम्ब्रियोनिक सेल जस्तै स्याटेलाइट सेल त स्टिम सेल भयो। यो स्टिम सेलले मसल फाइबर बनाउँछ, फिक्स हो, बनाउँछ, त्यस्तो कोही दुई मत छैन। बट यसले अदर सेलहरू पनि बनाएको हुन्छ, अदर सेल्स लाइक योले यो न्युरोनमा पनि डिफ्रेन्सिएट हुन सक्यो। यो सेटेलाइट सेल सम अफ द कनेक्टिभ टिस्युलाई पनि गिभ आउट दिन सक्यो, किनभने यो त स्टिम सेल भन्नाले प्लुरिपोटेन्ट सेल हुन्छ। यो प्लुरिपोटेन्ट सेल हो, एनी टाइप अफ द सेलमा चेन्ज हुन सक्छ, प्लुरिपोटेन्ट सेल हो। सो यसमा स्पेसिफिक एन्सर भनेको मायोब्लास्ट सेल हो। जस्ट लाइक ओस्टियोब्लास्टले बोन बनाउँछ, कन्ड्रोब्लास्टले कार्टिलेज बनाउँछ। सेम लाइक दिस देयर इज अ मायोब्लास्ट जसले मसल टिस्यु डेभलप गर्छ। आवर नेक्स्ट क्वेसन इज, ड्युरिङ which cell type helps to repair injured muscle fiber? मसल फाइबर इन्जुरी भयो भने अथवा त्यसको डेथ भयो भने मसल फाइबर इज द स्टेबल टिस्यु हो, किनभने त्यसमा अब रिजेनेरेसन एकदम मिनिमम रिजेनेरेसन हुन्छ। त्यसैले अब त्यसलाई रिप्लेस गर्नको लागि सुरुदेखि नै इम्ब्रियोनिक सेलले नै अथवा त्यसको स्टिम सेल हुन्छ, स्टिम सेलले नै त्यसलाई बनाउनु पर्ने हुन्छ। सो हियर ग्याङ्ग्लियोनिक सेल भएन, मायोट्युबल भएन। मायोब्लास्ट र सेटेलाइट सेलमा हेर्दाखेरि प्रोजिनेटर सेल भनेको सेटेलाइट हो, सेटेलाइटले मायोब्लास्टको ओरिजिनेट गर्छ र मायोब्लास्टले बनाउने हो। सो अल्टिमेटली यो केसमा बेटर अप्सन इज सेटेलाइट सेल, किनभने यो केसमा स्केलेटल मसलको ड्यामेज भएर त्यो चाहिँ अब नेक्स्ट त्यसलाई रिप्लेस गर्नु पर्यो। रिप्लेस गर्दाखेरि अब नयाँ बनाउनु पर्यो, नयाँ बनाउने काम सेटेलाइट सेल पहिला मायोब्लास्टमा चिन्छ र त्यसपछि फर्दर नयाँ फाइबर बनाउँछ। सो अप्सन सेटेलाइट सेल इज बेटर अप्सन। नेक्स्ट क्वेसन इज, स्मुथ मसल्स डिफर फ्रम स्केलेटल एन्ड कार्डियक मसल इन द्याट दे ल्याक मायोफाइब्रिल्स? अप्सन ए, अप्सन बी दे आर अन्डर भोलुन्टरी कन्ट्रोल, यो त मिलेन। ल्याक मायोसिन ल्याक एक्टिन मिलेन, किनभने अघि नै मैले डायग्राममा बनाइदिएँ। डायग्राममा देयर इज अ डेन्स बोडिजहरू थियो, डेन्स बोडिजमा यस्तो एट्याच भएको एक्टिन फिलामेन्टको बिचहरूमा मायोसिन थियो, सो यो मिलेन। देयर इज अ नो मायोफाइब्रिल्स इन द मसल फाइबरमा फाइब्रिल हुँदैन। नेक्स्ट क्वेसन इज, द कार्डियाक मसल्स डिफर फ्रम स्केलेटल मसल्स इन द्याट दे? कार्डियाक मसल स्केलेटल मसलमा केमा डिफ्रेन्ट छ? अघि नै मैले भनिसकेँ, कार्डियाक मसलमा इन्टरक्यालेटेड डिस्क हुन्छ, द्याट इज द डिफ्रेन्स। नेक्स्ट क्वेसन इज, अ टिस्यु स्याम्पल सोज लङ सिलिन्ड्रिकल अनब्रान्च्ड फाइबर्स विथ मल्टिपल पेरिफेरल न्युक्लियाई एन्ड भिजिबल स्ट्रिएसन, द मसल अन्डर भोलुन्टरी कन्ट्रोल विच टाइप? भोलुन्टरी कन्ट्रोल पनि छ, भोलुन्टरी कन्ट्रोल हुने बित्तिकै स्मुथ कार्डियाक हुने भएन, एन्सर इज स्केलेटल मसल। नेक्स्ट क्वेसन इज, a patient suffers a heart attack, myocardial infarction that kills a smart patch of the cardiac muscle cells. Why can't this dead tissue be replaced by new cardiac muscle fiber? यस्तो छ कि कार्डियक मसल त हाई स्टेबल मसल, त्यसको रिजेनेरेसन भन्ने हुँदैन खासै। सो द्याट्स इज द रिजन कार्डियक मसल सेल आर पर्मानेन्ट टिस्यु विथ भेरी लिमिटेड रिजेनेरेटिभ क्यापासिटी, द्याट्स वाइ अप्सन बी इज द राइट अप्सन। नेक्स्ट क्वेसन इज, मसल्स इम्युन टु फ्याटिक? इम्युन, अब यो टर्म हेर, मसल्स इम्युन टु फ्याटिक भन्नाले कुन मसल हो जो थाक्दैन?
अब यता हेर स्टिप्टेड मसलमा स्केलेटल मसल अब धेरै हिँड्यो हात खुट्टाको मसल कन्ट्र्याक्सन भइराख्यो भने त्यो थाकिन्छ, ल्याक्टिक एसिड जम्छ, त्यसैले त्यो त फ्याटिक हुने भयो, त्यसैले यो अप्सन भएन। अनस्टेटेड स्मुथ मसल, स्मुथ मसल पनि थाकिन्छ हेर, किनभने भित्र इन्टर्नल पेनहरू भइरहेको हुन्छ समटाइम्स, त्यो थाकेर त्यसको धेरै पेरिस्टाल्सिस खाएको खाइ गऱ्यो भने पेरिस्टाल्सिस धेरै गर्नुपर्छ र त्यो टाइम पनि त्यो मसलहरूमा पेन स्टार्ट हुन थाल्छ। आई मसलमा पनि देयर इज स्ट्रिएटेड मसल, आई मसल पनि स्ट्रिएटेड मसल हुन्छ। सो यो पनि थाक्छ, किनभने धेरै अब आँखा खोले गऱ्यो यता हेरे गऱ्यो भने आँखा दुख्छ, एकोमोडेसन गऱ्यो भने आँखा दुख्छ। कार्डियक मसल के थाकेको छ र इफ कार्डियक मसल थाक्यो भने मान्छे नै थाक्छ भन्नाले अल्टिमेटली डेड, त्यसैले कार्डियक मसल इज द राइट एन्सर। सो नेक्स्ट क्वेसन इज क्यारेक्टरिस्टिक्स अफ स्मुथ मसल फाइबर्स आर, स्मुथ मसल फाइबरको क्यारेक्टर के हुन्छ? अप्सन एमा हेरौँ त स्पिन्डल सेप ठिक छ, अनब्रान्च ठिक छ, अनस्ट्रेटेड ठिक छ, युनिन्युक्लिएटेड इन्भोलुन्टरी, अप्सन ए नै मिलिरहेछ। अप्सन बीमा स्पिन्डल सेप ठिक छ, अनस्टिप ठिक छ, मल्टिन्युक्लिएटेड हुँदैन। अप्सन सीमा सिलिन्ड्रिकल हुँदैन, अप्सन डी पनि सिलिन्ड्रिकल हुँदैन, अप्सन इज राइट। हट मसल्स के हुन्छ भने इन्भोलुन्ट्री हुन्छ, किनभने त्यो अटोनोमिक कन्ट्रोलमा हुन्छ र स्ट्रिएटेड, त्यसमा स्ट्रिएसन देखिन्छ। नेक्स्ट क्वेसन इज एरिया अफ कमिङ टुगेदर अफ टु न्युरोन इन्ड्स अर बिट्विन द अडेन्डन एक्जोन भन्नाले यो साइन्याप्स भन्न खोजेको, त्यो चाहिँ साइनेप्टिक क्लेप, जस्तै यो एउटा न्युरोन भयो, अलिक डायग्राम लिएन, यो एउटा न्युरोन भयो मानौँ, र यो अर्को न्युरोनको डेन्ड्राइट भयो, यो एउटा न्युरोनको एक्जोन भयो डेन्ड्राइट, र यो कम्युनिकेटिङ एरियालाई साइनस भनिन्छ, र यहाँदेखि सिग्नलहरू ट्रान्समिट भएको हुन्छ थ्रु द न्युरो ट्रान्समिटरहरूको माध्यमले। सो नेक्स्ट क्वेसन इज निजल ग्रानुल्स फाउन्ड इन द साइटोन अफ अ न्युरोन एन्ड ह्याभिङ एफिनिटी फर बेसिक डाई आर कम्पोज्ड अफ। ओभरअल के सोध्न खोज्यो भने निजल ग्रानुल केले भनेको हुन्छ? मैले भनिसकेँ निजल ग्रानुलमा रफ एन्डोप्लाज्मिक रेटिकुलम प्लस फ्री राइबोसोम्स हुन्छ। अब यो हेर त राइबोसोम्स केले भनेको हुन्छ? आरआरएनएले भनेको हुन्छ, एबन्डेन्ट आरआरएनए हुन्छ राइबोसोममा। सो डिएनए मिलेन, डाइरेक्टली प्रोटिन भन्न मिल्दैन, किन प्रोटिन बनाउँछ, र निजल ग्रानुल इट्सेल्फ प्रोटिन होइन, त्यसले प्रोटिन बनाउँछ, एमाइनो एसिड होइन, यो आरएनए हो, आरआरएनए कम्पोज भएको हुन्छ। सो एनदर क्वेसन इज एफरेन्ट नर्भ फाइबर क्यारिज इम्पल्सेस फ्रम, एफरेन्ट नर्भले कहाँदेखि इम्पल्स क्यारी गर्छ? इफेक्टर टु सेन्ट्रल नर्भस सिस्टम, अप्सन ए, अप्सन बी रिसेप्टर टु सेन्ट्रल नर्भस सिस्टम, अप्सन सेन्ट्रल टु मसल, सेन्ट्रल टु रिसेप्टर, यो भएन, किनभने एफरेन्टले त सेन्सरी हो नि त, एफरेन्ट नर्भ भन्नाले सेन्सरी हो, योले सिग्नललाई सेन्ट्रल नर्भस सिस्टममा ल्याउनु पर्यो। अब कहाँदेखि? इफेक्टरदेखि कि रिसेप्टरदेखि? अब हेर, इफ अप्सनमा रिसेप्टर नभएको भए अप्सन ए लाउन मिल्थ्यो, तर अप्सनमा रिसेप्टर छ भने द बेस्ट अप्सन इज बी, किनभने मेन त इफेक्टर अर्ग्यानमा केही, जस्तै हातमा मानौँ चोटपटक लाग्यो अथवा हातमा बर्न भयो, त्यो बर्निङ सेन्सेसन त्यो रिसेप्टरले सेन्स गर्छ, र रिसेप्टर चाहिँ नर्भहरूसँग एट्याच हुन्छ, र त्यो नर्भ माध्यमदेखि सेन्ट्रल नर्भस सिस्टममा गएको हुन्छ। द्याट्स वाइ रिसेप्टर इज द बेस्ट अप्सन, रिसेप्टर नभएको इफेक्टरदेखि भन्न मिल्थ्यो। नेक्स्ट क्वेसन इज निजल ग्रानुल आर मेड अप अफ, निजल ग्रानुल केले हुन्छ? मैले पहिले भनिसकेँ, राइबोसोम्स र रफ एन्डोप्लाज्मिक रेटिकुलम। So I think this three is the last page of the questions. So here the skeletal muscle shows resemblance with visceral muscle in one aspect as it is in skeletal muscle visceral muscle smooth muscle मा पनि एउटा कुरामा सिमिल्यारिटी छ, रिजेम्बलेन्स भन्नाले सिमिल्यारिटी छ, स्केलेटल मसल र स्मुथ मसल एउटा कुरामा सिमिल्यारिटी छ, के कुरामा? सेप अफ द मसल फाइबर होइन, एउटा चाहिँ स्पिन्डल सेपको छ, अर्को चाहिँ सिलिन्ड्रिकल छ, सेप त मिलेन, नम्बर अफ न्युक्लियाई मिलेन, किनभने एउटा युनिन्युक्लिएटेड छ, अरू मल्टिन्युक्लिएटेड। अप्सन सीमा प्रेजेन्स अफ द एक्टिन एन्ड माइसिन फिलामेन्ट, यस, किनभने दुईटामा एक्टिन र माइसिन हुन्छ। प्रेजेन्स अफ लाइट ब्यान्ड र डार्क ब्यान्ड, यो होइन, किनभने स्केलेटलमा मात्रै पाइन्छ। नेक्स्ट क्वेसन इज लार्जेस्ट स्मुथ मसल अकर्स इन, युरेथ्रा हो? होइन, युट्रस अफ प्रेग्नेन्ट वुमेन, यस, प्रेग्नेन्ट वुमेनमा के हुन्छ भने हाइपरप्लासिया प्लस हाइपरट्रोफी हुन्छ, हाइपरट्रोफी, हाइपर भन्नाले इन्क्रिज, प्लासिया भन्नाले नम्बर, सेलहरूको नम्बर बढ्ने हो, हाइपर भन्नाले इन्क्रिज,
हाइपरट्रोफी भन्नाले साइज बढ्ने हो। र युट्रसमा जुन स्मुथ मसल हुन्छ ड्युरिङ प्रेग्नेन्सी त्यो अन्डरगो डिभिजन भएर त्यसको नम्बर पनि बढ्छ र अन्डरगो हाइपरट्रोफी र हाइपरट्रोफी भएर साइज पनि बढ्छ। त्यसैले युट्रस अफ द प्रेग्नेन्ट वुमेनको युट्रस चाहिँ सबभन्दा लार्जेस्ट स्मुथ मसल हो। अब व्हिच वान अफ द फलोइङ इज नट अ फाइब्रिलर प्रोटिन? फाइब्रिलर प्रोटिन कुन होइन? कोलाजन इज द फाइब्रस, इलास्टिन इट इज फाइबर, मायोसिन यो चाहिँ पनि फाइबर भयो, एन्ड अल्बुमिन इज द ग्लोबुलर प्रोटिन हो। अल्बुमिन इज अ ग्लोबुलर प्रोटिन एन्ड एग प्रोटिन पनि भनिन्छ। एग प्रोटिन, एगको व्हाइट पार्ट। सो क्वेसनहरु सक्यो। अब लास्टमा मसल रिलेटेड दुई चारवटा कुरा भनिदिन्छु। स्ट्रङ्गेस्ट मसल इन ह्युमन एउटा भयो, अर्को चाहिँ लार्जेस्ट मसल इन ह्युमन, अर्को चाहिँ स्मलेस्ट मसल इन ह्युमन। यो तीनटा क्वेसन पनि याद राख्नुपर्ने क्वेसनहरु हुन्। हेर, स्ट्रङ्गेस्ट मसल इन ह्युमन भनेको मेसेटर मसललाई ज मसल पनि भनिन्छ, ज मसल। एन्ड लार्जेस्ट मसल भनेको ग्लुटियस म्याक्सिमस, यो बटोकमा पाइन्छ, बटोक रिजनमा। एन्ड स्मलेस्ट मसल इज द स्ट्यापिडियस भनेको इयरमा पाइन्छ। सो यो दुईटा सँगै आजको सक्यो भिडियो। एन्ड ओभरअलमा पनि एनिमल टिस्युको इन्ड भयो, इन्ड अफ एनिमल टिस्यु। एन्ड अरू फर्दर कुन टपिकको क्वाड चाहिएको छ हजुरलाई, कुन टपिकमा अलि डिफिकल्टी भइरहेछ भने कमेन्ट गर्न सक्नुहुन्छ, म त्यो टपिकको पनि क्वाड बनाइदिन्छु। एन्ड नेक्स्ट टाइम सकेसम्म प्लान्ट फिजियोलोजी र एनाटोमीको अब कमेन्टमा आइरहेको छ, त्यसको क्वाड गराइदिउँ दाइ भनेर। सो त्यसको क्वाड गराइदिउँ ल। र अझै कुन टपिकको क्वाड चाहिँ भनेर भन, म त्यसको क्वाड गराइदिन्छु ल। धन्यवाद, आजलाई यति नै। थ्याङ्क यू।